हामी चाहिँ आज फ्याक्टराइजेसन सिक्छौँ मजाले युज गरेर मजाले सिकाउँछु म एक्स स्क्वायर प्लस 2x माइनस 3 योभन्दा अगाडिको भिडियोमा नि मैले यसको रुल्सहरू लेखेर नि फ्याक्टराइजेसन गर्दाखेरि 5 स्टेप सर सम्झिस आउँछ है त सबैभन्दा सुरुमा हाइएस्ट पावर हेर्ने हाइएस्ट पावरको एक्स छ यहाँ यसलाई अगाडि केसैले मल्टिप्लाई गरेर चाहिँ केही नभएपछि 1 हुन्छ 1 लेखिहालौँ यसमा नम्बर मात्रै भएको थियो 3 यो दुईटा मल्टिप्लाई गर्दा 3 नै आउँछ दुईटा मल्टिप्लाई गरेर 3 आयो सिम्बल अफ नम्बर भनेको यसमा चाहिँ सिंगल नम्बर मात्रै भएको 3 हो 3 गरेको यसमा माइनस अनि बाँकी रह्यो 2 मल्टिप्लाई गर्दा 3 माइनस गर्दा 2 यस्तो नम्बर सोच्नु पऱ्यो मल्टिप्लाई गर्दा 3 आउँछ माइनस गर्दा 2 भनेपछि 3 1 जा 3 अब 3 कुन नम्बरले मल्टिप्लाई गर्दा 3 आउँछ सोच्दै जाने अनि माइनस गर्दा नि 3 1 जा 3 अब यो दुईटालाई माइनस गर्ने 2 मिलिहाल्यो हैन अब लेख्ने है त इज इक्वल टु एक्स स्क्वायर प्लस अब 2 को ठाउँमा ब्राकेट हाल्नु पऱ्यो किनभने जब 2 टर्म आउँछ नि 2 अर मोर देन 2 टर्म आएपछि हामीले ब्राकेटको युज गर्नुपर्छ 2 भनेको के रहेछ 3 माइनस 1 3 माइनस 1 एक्सको एक्स माइनस 3 अब हेर्ने है यहाँनिर म्याथमा ब्राकेट आउनु भनेको के हो भने ब्राकेट आउने बित्तिकै हुन्छ नि बाहिरमा भएको चिज भित्रको सबैलाई बाँड्नुपर्छ ब्राकेटको मतलब भित्र भएको सबैलाई यो भनेको बुवा हो त्यो भनेको छोराछोरी बुवा विदेशबाट आउनुभयो जस्तै अब यहाँनिर के छ 3 माइनस एक्स छ हैन सपोज यो बुवा आउनुभयो अब भित्र आउनुभयो भन्नाले विदेशबाट भित्र आउनुभयो घरमा आउनुभयो छोराछोरी अब दुईवटा रहेछ यहाँनिर भनेपछि उहाँले के गर्नुहुन्छ दुईवटालाई भेट्नुहुन्छ नि त एउटालाई माया एउटालाई पुत गर्नुहुन्न यसको मतलब एक्स स्क्वायर प्लस बुवाले कसलाई भेट्नुहुन्छ 3 लाई नै भेट्नुहुन्छ र भित्र आउँदा कसलाई भेट्नुहुन्छ 1x लाई भेट्नुहुन्छ माइनस 3 को 3 मान्न जानुपर्छ है त बाहिर भएको चाहिँ सबैलाई दिने है अब हेर्ने जब यति काम भएपछि दुईवटा साथी बनाउने यसरी हैन दुईवटा साथी बनाएपछि अब यो दुईटामा सेम टु सेम के छ यहाँ नि एक्स छ यहाँ पनि एक्स एउटा एक्स आयो अरू त नम्बर त छैन नम्बरको बनाउने कुरै भएन भनेपछि अब के बाँकी रह्यो दुईवटा एक्समा एउटा एक्स आएपछि एउटा एक्स बाँकी रह्यो प्लस अनि यहाँ यतापट्टि एक्स गइसक्यो बाँकी के रह्यो 3 अनि यहाँ माइनसको माइनस यदि यहाँ पछाडिको कमन लिन चुक्यो भने अगाडिको जे छ त्यही सार्दिने हैन अगाडि जे छ त्यही सार्ने अनि त्यही सारेपछि चाहिँ हाम्रो के हुन्छ भने अनि हेऱ्यो फर्स्ट पुरा हेऱ्यो हामी कहाँ पुगेर हामी रोक्यौँ माइनस लेख्यौँ अनि त्यहाँदेखि कुनै यहाँ सार्दै नि त पालो त यहाँको आएको थियो हेऱ्यो यहाँको र हेऱ्यो फर्स्ट एनालाइसिस गर्ने के चाहिँ छुट्यो एक्स पनि छ माइनस पनि छ 1 छुटेछ त्यहाँ यहाँ 1000 भयो अब यो त अब हेर त यो फर्स्ट र सेकेन्डमा चाहिँ सेम टु सेम के आयो एक्स प्लस 3 जब सेम आउँछ कमन लिइहाल्ने यो दुईवटा मध्येमा यो र यो के छ सेम छ हैन सेम छ नि त सेम भएपछि एउटा लेख्ने हैन अब ब्राकेट ओपन किन हुन्छ भने कमन लिएपछि बाँकी रहेको चिज लेख्नको लागि ब्राकेट ओपन अब फर्स्टबाट हेर्दै जाने जब सेम चिज लेखेर भने चाहिँ त्यहाँदेखि फेरि फर्स्टबाटै हेर्दै जाने यहीँबाट हेर्दै जाने यो मध्येमा एक्स प्लस 3 बाँकी लेखिसक्यौँ के बाँकी रह्यो एक्स पछाडि पनि एक्स प्लस 3 लेखिसक्यौँ के बाँकी रह्यो माइनस भने यसरी सल्भ गर्ने है त यस्तै अरू पनि